हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आफू तपाईँहरू सबैजना एकदम सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। आज चाहिँ आफ्टर 1 इयर पछि म चाहिँ फर्स्ट भ्लग बनाउने कोसिस गर्दैछु। 1 वर्ष पहिले चाहिँ कहिलेकाहीँ विकेन्डमा मेन्डाटरी अनि कहिलेकाहीँ विकेन्डमा पोएट्री भिडियो अनि भ्लगिङ भिडियो मेन्डाटरी अपलोड गर्ने गर्थेँ। आज भोलि चाहिँ पहिले जस्तो कन्सिस्टेन्सी दिन सकिरहेको छैन। कहिलेकाहीँ विकेन्डमा त्यही पोएट्री भिडियोहरू अपलोड गर्छु, त्यही पनि जेन तेन समय मिलाएर बनाउने कोसिस गर्छु। आज चाहिँ धेरै लामो समयपछि मैले सोचेँ आज चाहिँ जसरी पनि बनाउनै पर्छ, कुनै पनि कुराहरू छोड्दै गयो भने पछि त्योतिर चाहिँ मन नलाग्दो रहेछ। मलाई चाहिँ भिडियो बनाउन चाहिँ म एकदमै इन्ट्रेस्टेड छु, एकदमै इच्छुक छ त्यो कुरामा। तर कहिलेकाहीँ के हुन्छ भने कुनै सिचुएसन त्यस्तो आइदिन्छ, रेस्पोन्सिबिलिटी सबै कुराहरू यदि समय दिन सकिँदैन। धेरै मैले सोचेँ आज चाहिँ मैले जसरी पनि स्टार्ट गर्नै पर्छ। धेरै मान्छेहरू भन्नुहुन्छ अक्सर पर्सनली फोन गरेर पनि या कमेन्ट सेक्सनमा नकिन कहिलेकाहीँ भ्लग बनाउने पनि गर, गिभअप चाहिँ नगर भनेर भन्नुहुन्छ। अनि मान्छेहरूको चाहिँ त्यो रेस्पोन्स आउँछ। त्यो कुरा सुनेर चाहिँ एकदमै खुसी लाग्छ। त्यही भएर आज चाहिँ मैले निदो गरेँ फाइनली। आज चाहिँ इस्ट अफ्रिका सेसल्सको पेर्सिभिरेन्स भन्ने एरियामा भ्लगिङ बनाइरहेको छु। जुन चाहिँ पछाडिको देखिराख्नु भएको छ सिनारीहरू कति सुन्दर छ। लोकेसन देखिराख्नु भएको इस्ट अफ्रिका सेसल्सको पेर्सिभिरेन्स भन्ने एरिया हो। यो ठाउँ चाहिँ एकदमै सुन्दर छ। पछाडिपट्टि ससाना घरहरू छन्, एकदमै पत्ताले रुपिङ गरिएको छ जति पनि घरहरू चाहिँ। तर पनि यहाँका घरहरू एकदम साना हुन्छन्, तर पनि एकदमै डेकोरेसन गरिएका क्या। हाम्रो घर नेपालमा चाहिँ घरहरू एकदमै ठुला ठुला बिल्डिङहरू हुन्छन्, तर पनि त्यति डेकोरेटिभ हुँदैनन्, डेकोरेसन गरेको हुँदैनन्, सजाइएको हुँदैनन्। यहाँ चाहिँ घर साना भए पनि तर आउटर अपिरियन्स चाहिँ एकदमै धेरै सुन्दर देखिन्छ क्या। अमेजिङ लुक देखिन्छ यहाँको घरहरू। तपाईँ देखिरहनु भएको छ पछाडि घरहरू कति साना छ, तर घरको दृश्य चाहिँ एकदमै क्या ससाना फुलका झाडहरू लगाएका हुन्छ, ससाना रुखहरू धेरै लगाइएको हुन्छ घरभन्दा जस्तो अगाडिपट्टि। घरलाई एकदम एट्र्याक्टिभ देखाउनु हुन्छ, जुन चाहिँ एकदमै राम्रो लाग्ने गर्छ मलाई चाहिँ। पछाडि देखिराख्नु भएको छ घरभन्दा पछाडि एउटा झन्डा। यहाँ चाहिँ फुटबलको क्रेज चाहिँ एकदमै धेरै मात्रामा छ सिसेल्समा। एकदमै यहाँ चाहिँ एकदमै हामी नेपालमा पनि एकदम फुटबलको क्रेज चाहिँ ओल्डमा जताकतै छ, तर अफ्रिकन मुलुकहरूमा चाहिँ एकदमै धेरै मात्रामा, यो सिसेलमा चाहिँ एकदमै धेरै। यहाँका मान्छे चाहिँ एकदमै क्रेजी फ्यान छन् क्या फुटबलको। अहिले चाहिँ वर्ल्ड कप चलिरहेको छ। तपाईँ देखिराख्नु भएको छ गाडीमा पनि एकदमै फुटबलको झन्डा हुन्छ क्या गाडीमा। अनि घरहरूमा पनि तपाईँ देखिराख्नु भएको छ। तपाईँ पछाडि देखिराख्नु भएको छ यहाँ घरमा, यहाँ घरहरूमा अक्सर गाडीहरूमा पनि अक्सर फुटबलको झन्डाहरू राखिएको हुन्छ हरेक मतलब जुनसुकै देशको मतलब अर्जेन्टिनाको यदि फ्यान छ भने यहाँ गाडीमा पनि अक्सर पोर्चुगलको झन्डा राखिएको हुन्छ। अहिले चाहिँ वर्ल्ड कप चलिरहेको छ फुटबलको। यहाँ चाहिँ अफ्रिकन मुलुकहरूमा अक्सर फुटबल फ्यानहरू एकदमै धेरै मात्रामा छन्। अक्सर नेपालहरू वर्ल्डमै छन् जताकतै, तर अफ्रिकन मुलुकहरूमा चाहिँ एकदमै धेरै मात्रा, एकदमै क्रेजी फ्यान के। यहाँका मान्छेहरू अक्सर गाडीको मिरर हुन्छ नि, त्यहाँ पनि पोर्चुगलको अर्जेन्टिनाको हरेक कन्ट्रीको जुनसुकै देशको जुन फ्यान हो नि मान्छे, त्यही देशको झन्डाहरू राखिएको हुन्छ क्या। जुन पछाडि घरमा पनि यस्तो देखिराख्नु भएको छ पोर्चुगलको झन्डा यहाँ राखिएको छ। यहाँका चाहिँ फुटबलका मान्छेहरू चाहिँ फुटबलका एकदमै धेरै क्रेजी फ्यान छन्, जुन शब्दले वर्णनै गर्न सकिँदैन। फुटबलको भाइब चाहिँ वर्ल्डमा जताकतै छ, तर पनि अफ्रिकन मुलुकहरूमा एकदमै धेरै मात्रामा। आज चाहिँ धेरै लामो समयपछि म चाहिँ भ्लगिङ जोर्नी सुरु गर्दैछु। आई होप तपाईँहरूको सपोर्ट एकदमै धेरै रहनेछ। जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनुहुनेछ भने एकदमै अपेक्षाकृत र आशा रहेछु। अहिले चाहिँ म इस्ट अफ्रिका सेसल्सको पेर्सिभिरेन्स भन्ने एरियामा छु। म कहाँ कहाँ जान्छु भिडियोमा सबै दृश्यहरू भिडियोमा कैद गरेर देखाउनेछु। लेट्स सी भिडियोको अन्तिमसम्म जोडिएर बस्नु। आज चाहिँ मेरो एज अ क्यामराम्यानको रूपमा चाहिँ मिस्टर सुरेश छ साथी, जुन चाहिँ तपाईँलाई भिडियोको अन्तिममा भिडियो कैद गरेर देखाउनेछु। लेट्स सी। म चाहिँ अघि भिडियोमा भनिरहेको थिएँ यहाँका मान्छेहरू चाहिँ फुटबलका एकदमै क्रेजी फ्यानहरू छन्। अक्सर गाडीमा पनि जुन मतलब कन्ट्रीको आफू फ्यान हो, जस्तो अर्जेन्टिना फर इक्जाम्पल, पोर्चुगल, जुनसुकै देशको जुन फ्यान भइरहेको छ, जुनसुकै देशको आफू फ्यान हो नि त्यो देशका झन्डाहरू अक्सर गाडीमा पनि राख्ने गर्छन्। तपाईँ देखिराख्नु भएको छ यहाँ गाडीमा राखेको छ, उपर देखिराख्नु भएको छ यहाँ पनि। गाइज म चाहिँ अहिले इस्ट अफ्रिका सेसल्सको अघिको लोकेसनभन्दा पेर्सिभिरेन्समै अवस्थित छ यो लोकेसन चाहिँ। अहिले पेर्सिभिरेन्सकै अवस्थित म चाहिँ अक्सर धेरै भिडियोहरू बनाउने गर्छु, जुन चाहिँ धेरै पोएट्री भिडियोहरू चाहिँ मैले यही लोकेसनमा बनाएको छु। यहाँ चाहिँ फ्री अफ कस्ट पनि चार्ज लाग्दैन यहाँ रिजिम गर्न चाहिँ। यहाँको गभर्मेन्ट चाहिँ एकदमै यहाँको यङ जेनेरेसनलाई एकदमै धेरै प्रायोरिटी दिन्छ। कुनै पनि व्यक्ति आएर यहाँ चाहिँ फ्री अफ कस्ट कुनै चार्ज नै नतिरिकन, कुनै पैसा नै नतिरिकन हरेक टाइपको तपाईँ एक्सर्साइज गर्न सक्नुहुन्छ। जुन चाहिँ पछाडि देखिराख्नु भएको छ जिम इक्विपमेन्टहरू धेरै छ। हाम्रो नेपालमा चाहिँ एकदमै ठुलो क्याटागोरीको खेला
खेलाडीहरू ठुलो दर्जाको खेलाडीहरू पनि धेरै अपर्च्युनिटीबाट एकदमै गभर्मेन्टले त्यति म्यानेजमेन्ट त्यति राम्रोसँग नगरेको वास्ता नगरेको चासो नदेखाएको देखिन्छ। यहाँ चाहिँ स्पोर्ट फिल्डमा चाहिँ यहाँको कन्ट्री चाहिँ एकदम धेरै सानो भयो पनि यहाँको पपुलेसन 1,30,000 भयो पनि यहाँको सरकारले चाहिँ यहाँको यङ जेनेरेसनलाई चाहिँ एकदमै धेरै प्रायोरिटीमा राख्छ। स्पोर्ट फिल्डमा चाहिँ एकदमै धेरै यहाँको स्पोर्ट काउन्सिल कम्युनिटी चाहिँ एकदमै दह्रो छ। युवाहरूलाई धेरै युवाहरूलाई चाहिँ एकदम धेरै सपोर्ट गर्छ, जो चाहिँ नेपालमा चाहिँ गरेको देख्न पाइँदैन। हरेक चिजमा एकदमै पोलिटिकल खेल हुन्छ हाम्रो नेपालमा चाहिँ, राजनीतिक खेल हुन्छ। यहाँ चाहिँ त्यस्तो हुँदैन। यदि नेपालको पोलिटिकल फिल्ड राम्रो भएको भए, नेपालका नेताहरू राम्रो भएको भए सायद तपाईँ र म जस्ता धेरै युवाहरू यहाँ चाहिँ परदेशिनु पर्दैन होला सायद। पछाडिको लोकेसन देखिरहेको भएको छ, यो चाहिँ म पछाडिको लोकेसन देखिरहेको बस्ती चाहिँ जो चाहिँ अरू गएर देखाउँछु तपाईँलाई भिडियोमा कैद गरेर। यहाँ चाहिँ पछाडिपट्टि यो लोकेसन चाहिँ मैले अक्सर धेरै मेरा पोएट्री भिडियोहरूमा चाहिँ मैले यही लोकेसनमा बनाएको छु। मेरा धेरै पोएट्री भिडियोहरू चाहिँ यो एरिया चाहिँ मलाई एकदमै धेरै सुन्दर लाग्छ। यहाँको दृश्य मनोरम दृश्य पछाडिपट्टि देखेको धेरै आइल्यान्डहरू छ, हरियाली पातहरू छ, स्काई क्लाउड र बिचको कम्बिनेसन एकदमै धेरै सुन्दर छ। यहाँ चाहिँ यो लोकेसनमा आउँदा चाहिँ मलाई एकदमै अलग्गै टाइपको एकदमै स्वर्गीय आनन्द पाए जस्तो महसुस हुन्छ। एकदम धेरै शान्त छ एरिया। विकेन्डमा मेरो धेरै छुट्टी भयो भने मेरो महिनाभरि जति पनि छुट्टी हुन्छ नि सन्डेमा चाहिँ म भिडियो नबनाए पनि यो लोकेसनमा चाहिँ स्पेसल्ली केही समयको लागि म बस्नु भनेर पनि यहाँ आउँछु। मलाई एकदम अलग्गै टाइपको सुकुन मिल्छ। महिनाभरि काम गरिसके पछाडि मलाई एकदमै विश्राम दिने खालको चौतारी जस्तै छ क्या, धेरै सुकुन मिल्छ जब यो लोकेसनमा आउँछु। आज चाहिँ बाँकी धेरै लामो समयपछि मैले चाहिँ भ्लगिङ बनाउने कोसिस गरेँ, भिडियो बनाउने चाहिँ कोसिस गरेँ। आशा छ तपाईँलाई जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनुहुनेछ भने एकदमै आशा रहेछु।